अहों सब अलानी जगह में घर बनैले सी। अहों सबके डर हवे कि डोजर आके हमनी के घर तोड़ देते। तब अहाँ सब टेंशन न लियो। अलानी जगह के एक भी घर आप तोड़े वाला न है बालेन सरकार। सार्वजनिक जगह जे कब्जा कैले है, जे संस्था के जगह सब कब्जा कैले है, उ जगह सब सरकारी जगह सब मात्र टूटते। अलानी जगह 3 प्रकार के होइ से। इस वीडियो देखू, अहाँ सब पूरा समझ जाब। देखू, इस सूचना भी निकाल देले, आई वीडियो पूरा देखू अहाँ सब। खासमा के हो, सरकारले के सूचना निकालेको हिजो भने देशैभरिको मन्दिरको जग्गा, देशैभरिको खोलाको जग्गा, देशैभरिको गुठीको जग्गा, देशैभरिको सार्वजनिक जग्गा भनेको खेल मैदानहरू छुट्याइएको जग्गाहरू हुन्छ। खोलाका जग्गालाई सार्वजनिक जग्गा भनिन्छ। मन्दिर, गुठी, पाटी, पौवा, पैनी, कुलो यस्ता हुन्छन् नि पुराना पुराना। यस्तो जग्गाहरूमा घर संरचना छ भने तपाईँहरू हट्नुपर्छ भनेको हो। तर तपाईँहरू वर्षौँदेखि कुनै एउटा चाहिँ नि फाँटमा बसिरहनु भएको छ। नेपालमा त ऐलानीको समस्या त यो सानो समस्या होइन। यस्तो ऐलानी जग्गा धेरै जग्गा यस्तो ऐलानी जग्गा छ। यो जग्गा भत्किने होइन। बालेन शाहले आफ्नो प्रतिबद्धता पत्रमा 3 वर्षभित्रमा ऐलानी जग्गाको चाहिँ लाल पूर्जा, धनी पूर्जा, नक्सा सबै वितरण गरिसक्ने प्रतिबद्धता आफ्नो वाचा पत्रमा गरिसक्नु भएको छ। सरकारको 100 दिने योजनामा आइसकेको 100 वटा योजनामा आइसकेको छ।